पोखरा सहर हेर्दा लाग्ने रहर, आहा कति सुन्दर सहर यो। र यसै पोखरामा आज म 24 घण्टा 1 रुपैयाँ पनि खर्च नगरिकन बिताउनेवाला छु। अब रुलको बारेमा कुरा गर्दाखेरि चाहिँ म आज 1 रुपैयाँ नि आफ्नो पैसा चाहिँ खर्च गर्न सक्दिनँ। मसँग पैसा नि छैन। मैले खर्च गर्नको लागि, मलाई खानको लागि कि त माग्न पर्यो कि त केही काम खोजेर काम गरेर पैसा निकाल्न पर्यो। द्याट्स इट। तर सुरुमा चाहिँ मलाई लास्ट प्रेसर दिइरहेछ, म टोइलेट जान छ यार। फाइनली अब हामी पोखराको मान्छेहरू चाहिँ एप्रोच गर्छौँ। लेट्स एप्रोच। अगाडिपट्टि एउटा खाजा घर भोजनालय छ। जाऊँ न अब दाइले के भन्दो रहेछ यसो। कुछ खाने को मिल सकता है लेकिन हमारे पास पैसा नहीं है आज चाहिँ के गर्नु लाग्यो भन्दाखेरि दाजु पोखरामा 0 रुपैयाँमा सर्भाइभ गर्न लाग्यो कि 24 घण्टासम्म। त्यही भएर यसो कि अब हजुरले सक्नुहुन्छ भने भोजन भाइहरूलाई तो जो भी आप दे दो। और दुईटा समस्या हो जाम। दाइको नाम भनिदिनु। दाइको नाम अवधेश कुमार गुप्ता। मलाई चाहिँ सुरुमा के फिल भयो भन्दाखेरि अब यहाँ चाहिँ नपाइने भए चाहिँ वी आर हेडिङ टु द मन्दिर। किनभने मन्दिरमा चाहिँ अलिकति आश हुन्छ कि त्यहाँ आएर दिन्छन् भन्ने। मैले चाहिँ टाइम भन्न अघि नै भोलिरहेको रहेछु। लगभग 7:45 अथवा कति भयो थियो होला, लगभग 7:45 मेबी 7:45 भयो थियो होला। अहिले चाहिँ हेर्न सक्नुहुन्छ टाइम देखियो लगभग आधी घन्टा भइसक्यो। त वी हेभ स्टार्टेड आवर च्यालेन्ज र नाउ वी निड काम। हल्का दामको लागि हामीलाई काम चाहिएछ। त्यसपछि म निस्केँ केही काम पाउँछु कि भनेर काम खोज्नलाई। काम आज चाहिँ पोखरामा चाहिँ 24 घण्टाको लागि पैसा खर्च नगरिकन सर्भाइभ गर्ने हो कि भिडियो बनाउनु लाग्यो। 24 घण्टाको लागि 1 रुपैयाँ पनि खर्च नगरी छैन गोजीमा मेरो। मैले के गरेँ केही काम छ भने यसो भाडासाडा मार्ने केही छ भने 2-4 रुपैयाँको लागि अहिले रेकर्डिङ गरिरहेको छ। के काम तिमीले गर्छ? अनि गर्छु पर्दैन। आन्टी नमस्कार। के अरे यसो एकैछिनको लागि के काम छ र हजुरले दिनु बोल्न होइन कि के काम छ र यसो। आज चाहिँ पोखरामा 1 रुपैयाँ नि खर्च नगरिकन काम छैन हजुर सर। यति भइसकेपछि मेरो काम पाउने त आशै मऱ्यो। अहिले चाहिँ लगभग बल्ल 8 साढे 8 नि भएन। त्यही भएर भर्खरै पसलहरू स्टार्ट हुँदैछ। त्यही भएर मैले काम पाइनँ। अब 10, 11, 12 बजेपछि चाहिँ काम पाउँछु होला। तर अहिलेको लागि हामी लाग्छौँ कता लाग्छौँ भन्दाखेरि मन्दिरतिर लाग्छौँ। कुन मन्दिर भन्दाखेरि चाहिँ म चाहिँ एउटा दामी आइडिया कुन मन्दिर हो भनेर लेट्सको। पहिला चाहिँ हामी लिफ्ट चाहियो। अब चाहिँ अङ्कल कहाँ हो जाने छोटो बाटो यत्तिकै लगिदिनुहुन्छ। आज पैसा छैन साँच्ची कसम छैन क्या पैसा। त्यही दिन बस त अनि लैदिन्छु। पैसा माग्नु भयो भने त केही छैन। बस भन्नु भयो यहाँ प्रुफ छ नि। मनबहादुर नाम भएको अङ्कल मनले नै धनी। यो मात्र होइन, अङ्कलले अगाडि हामीलाई धेरै नै हेल्प गर्नुहुन्छ। कसरी भनेर भिडियोमा अगाडि हेर्नु होला। हाम्रो क्यामेराम्यान र हामीलाई चाहिँ गाडीमा पाइयो बस भन्नुभयो। तर माग्नु भयो भने के हुन्छ आइडन्ट नो। मेरो दाइ पनि ठ्याक्कै देखिनु भयो बिचा। ओहो तिमी देखिन चाहन्छौ भाइ सब्सक्राइब गर्नुपर्छ नि फेरि ल। फ्रीमा गाडीमा अब खाना मजा आइरहेको थियो। र अबको हाम्रो गन्तव्य भने बिहानको खानाको खोजीतर्फ थियो। अङ्कल म मान्छे उठाइदिनु। मान्छे हजुरले हेल्प गर्ने मौका दिनुहुन्छ मलाई। आज मेरो भित्रको कन्डक्टरपना निकाल्छु म। फाइनली हामी गुप्तेश्वर आइसक्यौँ। त्यही नि 1 रुपैयाँ खर्च नगरिकन अहिलेसम्म 1 रुपैयाँ नि खर्च गरे होइन। अब हामीलाई यहाँ आशा चाहिँ के छ भन्दाखेरि लगभग केही न केही खाना अथवा काम पाइयो भने त मोज हुन्छ कि। के हो यता त भोज भतेर रहेछ कि। अब यहाँ सही ठाउँमा आइएछ कि होला त। खाना पाउने हो कि होइन भन्ने पनि थाहा नपाई खाना पाक्नको लागि हामी 2 घन्टाबाट कुरिरहेको थियौँ। त्यो पनि पुरा कन्फिडेन्सका साथ। खतरा भोक लागिरहेको छ। 2 घन्टा कुरियो। अब त्यो छेउमा हल्का त्यस्तै रहेछ। अब भोज नै त होइन त्यही नि छेउमा त्यस्तै रहेछ भनेपछि जामेस अब के गर। तर दिन्छ ढुक्क स्योर हो। खिर, सेलरोटी, तरकारी, आहा घर नबसेको नि फाइदै भएछ यार। बिहानको खाजा के अरे खाना टर्यो हाम्रो। अब दिउँसोको खाजा र बेलुकाको बाँकी छ।
अब भौतारी नै अझै धेरै बाँकी छ। हामी अब भर्खरै खाना खायौँ, एकछिन फोन चार्ज गरेर यहाँबाट निस्किन्छौँ हामी। फोनमा चार्ज बोरेर रित्तो गोजी बोकेर हामी लाग्यौँ पुम्दीकोटतिर। तर पुम्दीकोटको सपनामै सीमित भयो। नियरली 1 घन्टा कुर्दा पनि लिफ्ट पाउनु भने हामीले सकिएन। हाम्रो भाग्य हेर्नु न दिवन दाजुभाइ, हाम्रो भाग्य। फेरि पनि न्युरोसम्म जानको लागि हामीले मोहनबहादुर अङ्कललाई नै भेट्टायौँ। वाओ, फ्रीमा। लगभग 1 बज्न लागेको छ र हामी काम नपाएर हाम्रो टाइम पास गर्नको लागि ट्रेडमलमा लिफ्ट चढिरहेको छौँ। तलमाथि तलमाथि माथि तल तलमाथि तलमाथि माथि तल। अहिले फेरि भाड पनि आइयो ट्रेडमल छोडेर। अब यहाँ पनि के गाड्नमा चाहिन्छ अनि फेरि जाने हो। कता गइन्छ हेर। अहिले अब हामी लेफ्ट साइडको बसको टायरलाई अप्रोच गर्दा हामी छोडिदिउँ जाने कि लेट्स सी लेफ्ट साइड पैसै छैन पैसा छैन युट्युबको लागि So finally Divan Dajuhar, we have landed successfully without giving any a single rupee. एकैछिन हामीले 1 रुपियाँ गोजीमा नबोकिकन we have landed फेवा ताल। अहिले पानी परिरहेको छ र अहिले अझ पास कस्तो हुन्छ बेलुकाको एकछिनमा प्लान बनाउँदै गर्नुपर्छ। बट पानी पऱ्यो भने चाहिँ एकदम कठिनाइ हुन्छ मलाई। सेम टु सेम ब्रो। फाइनली गाइस हामी अहिले कहाँ छौँ भन्दाखेरि ओभर भोकित पारामा एउटा रेस्टुरेन्टमा छौँ। हामीलाई चाहिँ एउटा एकजना इन्डियनले चाहिँ क्यामेरा अफ हुँदाखेरि चाहिँ हामी ऐसे वीडियो बनाने आए, तुम कहाँ से हो, कुछ हेल्प कर सकते हो तो कर लो भनेको त ठ्याक्क छ। क्यामेराम्यान एडभर्टाइजलाई र अनि मलाई चाहिँ 100 रुपिसले चाहिँ खाजा खाना दियो। अब मलाई अलिकति अप्ठ्यारो छ र किन भन्दाखेरि मेरो क्यामेराम्यान मसँग छैनन् र म सिङ्गल छु। अब ठिकै छ बाटो एउटा चिनेको दिदी भेट्टाएको थियो। अब म एकछिन त्यहाँ खान जान्छु। आज फर्स्ट टाइम छिर्न पायो भने फर्स्ट टाइम हाम्रो क्लबको एक्सपिरियन्स नै गरिन्छ। अहिले लगभग 5:30 हुन लागिसक्यो, 5:30। अब लावारिस भएर बसेको यत्तिकै बसिरहेको छु। हल्का पानी परिरहेको छ कि एउटा चौतारा छोडेर आएँ, अर्को चौतारामा बस्नु लागिरहेको छु। अब अहिले त ठिकै छ। बेलुका खाऊ सुत्ने कसरी, सुत्ने कहाँ, सुत्ने मात्र होइन खाने कहाँ, कसले दिने भन्ने कुरो नि हो। नियरली 1 घन्टा मजाले पानी पऱ्यो र म बेरोजगारी चल के गर्ने, कामै थिएन। बाटोमा यिनी राम्रो केटीहरूलाई छड्के आँखा लाउँदै बसेँ। 8 बज्न लाग्यो जीवन दाजुभाइ, 8 बज्न लाग्यो। सो फाइनली हामी यहाँबाट निस्क्यौँ। अब लेट्स गो इन द सर्च अफ फुड। विल गेट अन जहाँ जस्तो लाग्छ सोध्नु खेरा जाला जस्तो लाग्छ। मोस्ट अफ दले मलाई धक्का मारेर बाहिर निकाल्दैन जस्तो लाग्छ। Can I get something to eat for free? Something? Wait. Excuse me, sir. Can I get something to eat for free? Nothing. Can I get something to eat for free? Sorry? Something to eat for free? Eat? Yeah. Finally, यताबाट पनि no. We have many puzzles. We can try. म चाहिँ मस्त सबैलाई ढुक्कै हिँडिरहेको छु है म लेफ्ट साइडमा।
टी सपमा छिरेँ म सोधौँ यदि केही खान पाइएला होइन फ्रीमा पैसा छैन पैसा छैन केही त्यस्तो हजुरलाई दिन मिल्ने छ र खाना मलाई नै यस्तो आज 24 घन्टासम्म होइन खान्छु माई गॉड चिसोमा भौतारिरहेको बेला त्यो तातो चिया र 2 पिस पाउरोटी नै किन नहोस् त्यो मेरो लागि अमृत जस्तै थियो जुन चाहिँ हाम्रो सङ्गीता दिदीले मलाई दिनुभएको थियो खाएर यत्तिकै निस्कियो है त्यहीँ राख्नु हजुरको म फेस क्याप्चर गरेर राख्छु है यहाँ पछि चिन्न पर्छ धेरै धेरै धन्यवाद अहिलेको लागि त एकदम न्यानो भयो पेट सेट एकदम न्यानो अङ्कल चाहिँ बहुतै दुःख गरिरहनु छ 11 बजेसम्म चटपट बेच्दै भन्नाले अहिले 11 त बजेको छैन तर 11 बजेसम्म बेच्नुहुन्छ अरे आज म महासल्ट तलबाट आएको मेरो खाने ठेगाना पनि छैन सुत्ने ठेगाना नि छैन हिँड्ने ठेगाना नि छैन 24 घन्टाको लागि पोखरामा यतातिर म 1 रुपियाँ नि खर्च नगरिकन बिहानदेखि अहिलेसम्म उस गरिरहेको छु हिँडिरहेको छु भनौँ न अङ्कलसँग 1 घन्टा जति बसेर म अब रेडी भएर निस्किन लाएँ क्लबहरूतिर अहिलेसम्म मैले बार अनि हाम्रो क्लब अहिलेसम्म एक्सपिरियन्स गरेको छैन तर आज चाहिँ गर्न पाइन्छ कि जस्तो फिल भएको छ म लाग्दैछु यसरी झोला बोकेर हिँडिरहेको मान्छेलाई क्लब छिर्न देला त आई डोन्ट थिङ्क सो यार छिर्न देला जस्तो त लाग्दैन के अरे त्यहीँ नि हेरौँ लेट्स चेक इट आउट मलाई त गाउँले भाइ तिम्रो लागि होइन यो ठाउँ भनेर लहर देला यार फेरि फेरि बााउन्सरहरूले म अहिले रोलिन्स बारमा रोलिन्स बार जस्तै भयङ्कर थियो होइन रोलिन्स बारतिर त्यहाँ भित्र यहाँसम्म त आइन्छ क्या त्यहाँ अगाडि चाहिँ पाइन्छ कि पाइँदैन थाहा छैन भर्खरै सुरु हुँदैछ तर एकछिनमा आउनुपर्छ अहिले अहिले मान्छे अलिकति अझै भइरहेको छैन कि अझै रनका बारामा जीवन दाजुहरू मान्छे धेरै नभइन्जेलसँग त्यो बस्न पनि अलिकति अड फिल हुँदो रहेछ किन भन्दाखेरि चाहिँ मान्छे धेरै छैनन् सला थोरै मान्छेको अनि जोकरतिर ध्यान जान्छ अनि म जोकर भएर हिँडिरहेको छु अनि मलाई बन्सरले मार्किन खेच्छन् त्यही भएर चाहिँ अलिक समय लाएर एकछिन कुरामा अझै आउँदैछ नि 10 बज्दैछ 9 बज्न बल्दैछ 9:13 हुँदैछ आउँछन् ढुक्क बारामा एकछिन कुरमहरू कहाँ गएर यसो आज सुत्ने व्यवस्था कहाँ मिलाउने यसो हेर्दैछु म ओके दिपेन दाजुहरू हाम्रो आज म सुत्ने भनेको मेरो विशेष ठाउँ यही नै हो यही नै फाइनली अब क्लब 16 को पनि एक्सपिरियन्स गरिदिउँ वी आर हियर मैले सुनेसम्म चाहिँ क्लब 16 नि दामी पोखराको वान अफ द बेस्ट अनि सुने हो है झोला त लानै पाइँदैन यार जीवन दाजुभाइहरू टिम हुन लागिसक्यो तर अघि नैको ठाउँ चाहिँ अलिकति यसो चोरी चकारी होला कि जस्तो लाग्यो मलाई अनि फेरि नभएको फोन पनि यसो गायब भयो अनि फेरि म्यागरी खत्तम हुन्छ भनेर फेरि त्यहाँबाट अलिकति धेरै नै तल आएँ मैले एउटा ठाउँ चाहिँ अलिकति हेर्दाखेरि सेफ देख्ने टाइपको ठाउँ चाहिँ फेला त पारेँ बट कतिको सुइटेबल छ आई डोन्ट नो बट म देखाउँछु है हजुरहरूलाई यहीँ हो ए भाइ भयङ्कर चिसो हेयर भाइ त सो मच कोल्ड देख्दा जति नै सजिलो देखिए पनि सुत्न भने लास्ट गाह्रो थियो बाहिर पानी परिरहेको भुइँ त्यस्तै चिसो र त्यही माथि मच्छरहरूले दोस्ती अड्काने जीवन दाजुहरू 12 बजिरहेको छ ठ्याक्कै 12 बज्यो म लगभग 2 घन्टा भयो त्यहाँ सुत्न लाग्यो तर म सकिनँ ओभर यति मसल डोक्यो साला के भन्नु यार
कस्तो डेन्जर मचेट लाग्यो। म त्यहाँबाट भाग्ने अवस्था आयो कि ल हेर्ने म भागिरहेको छु अहिले त्यहाँबाट। त्यस्तो नि हुन्छ यार, कति मचेट लाउँछ यार। जीवन दाजु यार, म यहाँ 1 बजिसक्यो, अल्छ सुते छैन। उताबाट भागेर म अघि ठाउँमा आएँ र क्लबमा आएको केटीहरूलाई हेर्दा हेर्दा 1 घन्टा कति बेला बित्यो भने मलाई तत्तो पत्तो भएन। आई गड, आज सुतिएन भने त भोलि खत्तम हुन्छ यार। एराउन्ड आधी घन्टा मलाई लास्ट चिसो भएर म ट्याक्सीभित्र गएर सुत्दिएँ र त्यहाँपछि भने यो पुलिसको एउटा रुम नै मेरो लागि घर र 5 स्टार होटल एकैपटक बन्यो। एनदर डेबाट गुड मर्निङ 5:15 लगभग। कस्तो चिया अब चलेको यार छ्या। मौसम भने तातो चिया खानीको थियो, तर चिया भने कुन कुना गरेर लुकेथ्यो मलाई पनि थाहा थिएन। तपाईँहरूले देख्नुभयो कि नै, तर मैले हजुरहरूलाई पनि देखाएँ, मैले पनि देखेँ। यो एकचोटि एक्सपिरियन्स भइसकेपछि चाहिँ म यसरी सुत्नुपर्छ, यसरी यताउता उसो गर्नुपर्छ, यसरी बन्दोबस्त गर्नुपर्छ भन्ने कुरा चाहिँ थाहा हुँदो रहेछ। तर यसो खानालाई 1 दिन देलान्, 2 दिन देलान्, 3 दिन देलान्, त्यहाँपछि दिन गाह्रो मान्छ, त्यहाँपछि पाउन गाह्रो हो होइन। सुत्नलाई त सेम ठाउँ भयो, त्यही माथि मच्छरले त्यस्तै टोक्छ। पानी पऱ्यो भने कहाँ जाने, माइगड धेरै कुराहरू छन् यार। फाइनली म अब लेफ्ट साइडबाट हिँडेँ। मलाई यता बस्न लास्टै होला बस्ने थियो, तर मलाई लिएर चाहिँ नजाने रे पैसा बिना, त्यही भएर म अलिकति हिँड्दैछु। अब कोही एकजना वाला कोही पाइयो भने मैले लिफ्ट माग्छु, नत्र नि हिँड्दै नि पुगिदिन्छु। मलाई त्यो मतलब भएन होइन, म हिँड्दै नि पुगिदिन सक्छु। यहाँबाट अब गाडी र लिफ्ट केही नपाउने आश नभएपछि लागि पऱ्यो हात्ने बाटोमा। म चाहिँ लेफ्ट साइडबाट अलि टाढै आइपुगेँ हिँड्दै हाम्रो आकाशी पुलमा। अझै तलै जानु छ मलाई। अब फाइनली 10 मिनट, लगभग 10 मिनट छ, 13 मिनट रहेछ ट्याक्क। 13 मिनटसम्म म बिहान ब्रेकफास्ट केही नि पाएन है। म के अरे भुक्कर पारामा हिँडिरहेको छु एकदम। 10 मिनटमा अब सकिन्छ, लगभग 8:15 हुन 10 मिनट जति छ, हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ म अब निस्किन्छु। थ्याङ्क यू। सो फाइनली 8:15 भइहाल्यो यार, तर म भोकै छु कि अझै पनि। आज मैले केही पनि खाएको छैन, भोकै छु म। यतिकै नि जान्छु म। लिफ्ट दिने भए कोहीले लिफ्ट दिएछन् भने लिफ्ट लिएर जाने हो, नभए छैनन् गाडी नै जोड्छु म। सो फाइनली हाम्रो चाहिँ पुरा भयो, हाम्रो च्यालेन्ज पुरा भयो। एकदम कठिनाइ हुँदो रहेछ। अब यो भिडियो बनाइसकेपछि र तपाईँ हामीले हेरिसकेपछि यो भिडियोबाट हामीले के सिक्ने भन्दाखेरि मात्र 3टा कुरा जीवनमा आवश्यक रहेछ। एउटा घाँस, बाँस र कपास। खानालाई घाँस भयो, बस्नलाई बाँस होस् जहाँ मच्छरले नटोकोस्, अनि कपास लाउनको लागि कपडा होस्।